मेरो एसी सकिसक्यो तर म यहाँ के गर्दा छु एक्ज्याक्ट यही कामहरु गरिरहेको छु गोरु चराउने भइरहेछ अनि हाम्रो गोरु चराइरहेको छौँ यहाँ गोरु हैन यसलाई गाई भन्छ गोरु त अर्कोलाई भन्छ हाम्रोतिर चाहिँ गोरुलाई बल्ल भन्छ अनि म अहिले गोरु चराउँदै बसिरहेको छु केही काम थिएन यहाँ हेर्न सक्नुहुन्छ यो भयो अनि यता घरहरु छ यता यो स्कुल हो अनि मेरो घर यता छ यता सब स्कुल हो अनि मेरो काम यही हो अनि यहाँ चाहिँ मस्त डाँडाकाँडाहरु छ यहाँ माथि रमाइलो छ ठाउँहरु चाहिँ यहाँ रोड छ यहाँ तल चाहिँ सिद्धि नदी छ अनि यो भन्दा पछाडि चाहिँ डोटी जिल्ला छ अनि यता अर्कै हो अनि यता चाहिँ बाजुराहरु यताउति छ गाउँ आउनु भन्दा पहिला मेरो प्लान के थियो त सोलो ट्रिप जाने घुम्ने डेली भ्लग गर्ने यही थियो तर म काम देखिहाल्नु भयो त्यही गरिरहेको छु र 2 महिना हुँदासम्म पनि मैले एउटा भ्लग बनाएको छैन त आजदेखि सोचिरहेको छु तर मोबाइलले के गरिरहेछ भन्दाखेरि भिडियो छिटो अडियो ढिलाइरहेछ र अस्ति म बनाउन लाग्थेँ सोच्नु चाहिँ अस्ति नै सोचेको थिएँ मैले फेरि तर काम के भइरहेछ भन्दाखेरि खेतको काम गर्ने बेला त्यो हातले चलाउने वाला माटो यताउति खन्ने गाडी हुन्छ नि त्यो ल्याउँदाखेरि मेरो मोबाइल फोनमा खस्यो र डिस्प्ले गयो डिस्प्ले गइसकेपछि मैले 4-5 दिन त मोबाइल नै बनाउने मन लागेन कस्तो हुन्छ एक हप्ता जति भनौँ न हैन मोबाइल बनाएको थिएन मैले कस्तो हुन्छ त मोबाइल बिना भनेर यसो एक्सपेरिमेन्ट गर्न खोजेँ आफूमा तर भयो के भन्दाखेरि म सुत्दै भएँ केही काम गरिन मतलब कामहरु चाहिँ गरे घरको तर अरु केही भएन सुत्दै भए काम बाहेक सुत्नु मात्रै भयो अनि फेरि मलाई एउटा अर्डर आइसकेको छ खानाको हैन बाख्रा ल्याउनु पर्यो रे घरबाट बाख्रा लिएर आउने यही फेरि चराउनु पर्ने रहेछ ओके हामी त्यो काममा लागौँ है त मान्छेले रोटी खान पर्दैन बाख्राले रोटी खाएर ए बे किधर जाएगा रे तू इधर से चल ना यसलाई म के खान लगाएको छु के खाएर के हो खाना हानौँ भने यिनीहरूलाई त्यो चाहिँ हाम्रो खुर्सानी रोप्ने काम भइरहेछ टक्क मलाई खन भनेको थियो मैले खनेको छैन यिनीहरूलाई उतै लगेर यिनको बस्छु म व्यवस्था गर्छु यिनीहरूको अनि यहाँ यता टक्क खुर्सानी रोपिरहेको यस्तै भइरहेछ पानी पर्छ अब चाहिँ हाम्रो काम चाहिँ भइसक्यो यहाँ खनेर पनि भइसक्यो अनि त्यो खुर्सानी रोप्ने काम नि सक्यो यहाँ खुर्सानी रोप्नु पर्ने भएर प्याज चाहिँ हामीले निकाल्यौँ त्यो अहिले देख्न सक्नुहुन्छ
अनि यो चाहिँ भर्खर मैले खन्दै यता रोप्दै गरेँ। अब चाहिँ मेरो काम सक्यो, म चाहिँ एकछिन अब स्कुलतिर जान्छु। अनि त्यहाँ खाली खुट्टा हिँडेर कस्तो ठिक छ, हालत यस्तो छ, त्यस्तो केही भएको छैन है, खन्या मात्र भएर यस्तो त्यस्तो केही छैन।